सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले आइस जस्तो एकदम प्राणघातक खतरनाक ड्रग्स सेवन गर्नुहुन्छ अरे त के यो कुरा सत्य हो? यदि यो आइस जस्तो कुरा सेवन गर्नुहुन्छ भने चाहिँ यो आइस भन्ने चिज चाहिँ यो मलेसियामा पनि पाउँदो रहेछ। यो सेवन गर्ने मान्छेहरू चाहिँ मैले पनि देखेको छु साथीहरू। यो सेवन गर्ने व्यक्तिहरू चाहिँ एकदम एकोरो टाइपको हुन्छ। 24 घण्टासम्म यिनीहरूको दिमाग मजाले खुलेको हुँदैन होइन, त्यो टाइपको होइन, एकदम साइको टाइपको हुन्छ होइन। यो विषयमा आफूलाई बाजी नै राख्नुहुन्छ आदरणीय डिलिराम खनालज्यू। यो भिडियो हेर्नुहोस् त। हुनुहुन्छ बालेन शाहको केही न केही भित्री रहस्य चाहिँ छ, त्यो जनताको सम्म आउन सकेको छैन। त्यो रहस्य आज खोलिदिनुहोस् न तपाईँ। होइन, त्यो आइस भन्ने चाहिँ नि एउटा त्यो असाध्यै महँगो चाहिँ नि त्यो लागु पदार्थ हो, त्यो चाइनामा बन्छ होइन। र त्यो आइस चाहिँ प्रयोगकर्ताहरूको हरकत जुन बारेन्टले गरिरहेको छन् त्यही गर्ने हो। मैले बारम्बार के भनेको छु भने मेडिकल चाहिँ परीक्षण गरौँ। यदि चाहिँ मैले भनेको कुरो गलत रहेछ भने उनी कुनै पनि किसिमको चाहिँ लागु पदार्थ दुर्व्यसनमा फँसेका रहेनछन् भने त्यो अनुसार अफवाह फैलाएको चाहिँ आरोपमा मलाई त एरेस्ट गरे भइहाल्यो नि। अब त बुझ्नुभयो यो कुरा यदि असत्य ठहर भयो भने आदरणीय डिलिराम खनालज्यूले मलाई पक्राउै गरोस् भनेर बाजीसम्म पनि थाप्नु भएको छ है त। यहाँलाई कस्तो लाग्छ? आफ्नो प्रतिक्रिया राख्नुहोस् है त। जय नेपाल।